आजको vlog स्टार्ट गर्दैछु हस्पिटलबाट नै हाई एभ्रीवन वेलकम ब्याक टु माई भिडियो अगेन इट्स बन्दुरा हियर अ फुल टाइम RN इन सिक्किम एन्ड अ पार्ट टाइम कन्टेन्ट क्रिएटर र आज चाहिँ थियो मेरो नाइट शिफ्ट अनि नाइट शिफ्ट सकेर चाहिँ म हस्पिटलबाट नै रेडी सेडी भएर म जाँदैछु चर्च किन भन्दाखेरि आज चाहिँ हाम्रो चर्चमा युथ डे सेलिब्रेसन थियो म पनि गएँ अनि धेरैवटा प्रोग्रामहरू थियो अनि होली मास पनि थियो अनि फर्स्टमा गएर हामीले गर्यौँ एडोरेसनको साथमा बादमा हामीले गर्यौँ होली मास अनि होली मासको पछाडि चाहिँ टी ब्रेकहरू भएर एक दुईवटा टक्सहरू थियो सेसनहरू थियो त्यो चाहिँ मैले एटेन्ड गरिनँ किन भन्दाखेरि चाहिँ नाइट एकदमै एक्टिभ भएको थियो सो मलाई चाहिँ अलिकति साह्रो पर्यो सो घरमा आएर म फ्रेस भएँ खाना खाएँ अनि खानासाना खाइसकेर चाहिँ नुहाइधुवाइ गरेर चाहिँ म एकछिन भाउजूलाई सघाएँ भाउजूले चाहिँ यहाँनिर लसुन केलाउनु हुँदै रहेछ सो भाउजूलाई अलिकति हेल्प गरेँ त्यसपछि चाहिँ मैले फेरि मेरो कपालमा कलर लगाएँ है अनि अलिक कलर देखेन नि त अस्ति लगाएको सो अझै लगाएँ अब लेट्स सी योपालि कस्तो हुन्छ लाग्छ कि लाग्दैन हो अनि मलाई चाहिँ कुन चाहिँ कलरले सुट गर्छ मेरो फेसलाई भनेर होइन तपाईँहरूले कमेन्ट गरेर भन्नुहोस् अनि नेक्स्ट टाइम म त्यही कलर गर्ने ट्राई गर्छु सो गाइस आजको दिन मेरो यसरी नै बित्यो थ्याङ्क यू फर वाचिङ बाई